सरकारले नेपालको संविधानको धारा 17, 270, 274 को निरन्तर रूपमा उल्लङ्घन गरिराखेको छ। करिब 2 महिनादेखि रविन्द्र मिश्र लगायतका आस्थाका बन्दीहरूलाई विचारकै कारणले राज संस्था मान्छु, हिन्दू राष्ट्र मान्छु, संघीयता मान्दिन भनेकै कारणले अपमानपूर्वक प्रहरी खोरमा राखिएको छ। आज फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय अध्यक्षलाई साइबर ब्युरोले पक्राउ गरेको समाचार आएको छ। सभामुख महोदय, आस्थाकै आधारले यसरी एकपछि अर्को मानिसलाई अनेक बहानामा पक्राउ गर्दै लाने हो भने म प्रधानमन्त्री र गृहमन्त्रीलाई र सिङ्गो नेपाल सरकारलाई सभामुख महोदय मार्फत भन्न चाहन्छु, यसरी निषेध गरेर लाने हो भने औपचारिक रूपमै सरकारले भनिदियोस् कि हामी विद्रोहमा जाउँ। राप्रपाले राजा मान्छु भन्नेहरूले, हिन्दू राष्ट्र मान्छु भन्नेहरूले, संघीयता मान्दिन प्रदेशको खारेज हुनुपर्छ भन्नेहरूले, देशमा सुशासन हुनुपर्छ, भ्रष्टाचारीहरू दण्डित हुनुपर्छ भन्नेहरूले यस प्रकारको प्रताडित हुनुपर्ने हो भने भन्नु पर्यो हामी विद्रोहमा जान्छौँ, विद्रोहमा जाऊ भनेर भन्नु पर्यो, जङ्गल पस भनेर भन्नु पर्यो। र यो अत्यन्त दुःखद र मानवाधिकार विरुद्ध, प्रजातान्त्रिक हक अधिकारको विरुद्ध र अहिलेको संविधानले व्यवस्था गरेको सुविधाको विरुद्ध सरकारको तर्फबाट जुन क्रियाकलाप भइराखेको छ त्यसको घोर भत्सना गर्न चाहन्छु र सुजित केसीलाई अविलम्ब रिहाई गरियोस् भन्ने म माग गर्न चाहन्छु। धन्यवाद।